अब हामी 6 नम्बरको हेर्छौं। 6 नम्बरमा छ a² + 4ab + 4b² - c² र अर्को रहेको छ a² - 4b² + ac - 2bc। अब यसमा सबैभन्दा सुरुमा हामी पहिलो अभिव्यञ्जक लिन्छौं। पहिलो अभिव्यञ्जक हाम्रो के छ भन्दाखेरि a² + 4ab + 4b² - c² रहेको छ। अब यसमा हामीले जान्नुपर्ने एउटा फर्मुला रहेको छ, जसको के फर्मुला हो भन्दाखेरि a + b को होल स्क्वायर इक्वल्स टु a² + 2ab + b² हो। हो हामी यस जुन यो यतिलाई छ नि, हामी यसको ढाँचामा हामी यसलाई लग्छौं ताकि हामी यसमा चाहिँ कन्भर्ट गर्न सकू। अब त्यसरी मिलाउँदाखेरि हामी के गर्छौं भन्दाखेरि a² + यहाँ 4 जुन छ नि यसलाई हामी 2 * 2 ab पार्छौं प्लस यो जुन 4 छ नि यसलाई हामी 2 को b को होल स्क्वायर लेख्छौं। अब माइनस c² जस्ताको त्यस्तै। अब हेरौं त यो फर्मुलाको ढाँचामा हाम्रो यो बनिसकेको छ भनेपछि हामी यसलाई यसरी यो लेख्न पाउँछौं। लेख्दाखेरि हामी के लेख्न पाउने भयौं त a + 2b को होल स्क्वायर माइनस c²। अब अझै एउटा फर्मुला हामीले के थाहा छ भन्दाखेरि a² - b² इक्वल्स टु हाम्रो हुन्छ a + b र a - b हुन्छ। अब त्यसैगरी यो फर्मुलामा हामी लैजाँदाखेरि हाम्रो के हुने भयो त a + 2b - c र a + 2b + c हुने भयो। अब यो हाम्रो पहिलो अभिव्यञ्जकको काम सकियो। अब हामी दोस्रो अभिव्यञ्जकमा जान्छौं। दोस्रो अभिव्यञ्जकमा रहेको छ a² - 4b² + ac - 2bc रहेको छ। अब त्यसैगरी यसमा हामी के गर्छौं भन्दाखेरि यो दुईटालाई हामी यो फर्मुलामा लैजान्छौं। सुरुमा लाग्दाखेरि a² - 2b को होल स्क्वायर पार्छौं। अब यो दुईटा बीच कमन के आउँछ त प्लस हाम्रो कमन आउने भयो c कमन आउँदाखेरि a - 2b हुने भयो। त्यसैगरी यसलाई चाहिँ हामी फर्मुलामा लैजाँदाखेरि के हुने भयो त लैजाँदाखेरि -2b a + 2b + c a - 2b। अब हेर्दै जाउँ यो यति र यतिमा मिल्ने के छ त यो दुईटा मिल्ने छ भनेपछि यो दुईटा हामी कमन लिन्छौं। a - 2b हामी कमन लिने भयो। a - 2b कमन लिँदाखेरि हामीसँग बच्यो a + 2b + c यति बाँकी बच्यो। अब a - 2b र यो हामी सँगै जोड्दाखेरि कति हुने भयो त a + 2b + c। अब हामी हेरौं पहिलो अभिव्यञ्जक र दोस्रो अभिव्यञ्जकमा मिल्ने के छ त भनेपछि हाम्रो यो र यो मिल्ने छ। अब त्यसैगरी हाम्रो मस त्यसो भए कति आउने भयो त मस इक्वल्स टु a + 2b + c। हाम्रो यही के हो त आन्सर।